सबैजनालाई मेरो भ्लगमा वेलकम छ। उहाँ हुनुहुन्छ हाम्रो भिनाजु। तपाईँलाई कस्तो लागिरह उहाँ जानु पाउँदा भैरवकुण्ड? रमाइलो लागिरहेछ। तपाईँलाई अनु दिदी इन्ट्रोडक्सन दिनुभयो नि त। रमाइलो तपाईँलाई? मलाई रमाइलो लागिरहेको। हामी चाहिँ अहिले यहाँ जडीबुटीको बस पार्कमा छौँ। अब हाम्रो बस चाहिँ 9:20मा आउँछ, त्यसपछि हामी जान्छौँ। आफै के कति लाग्दो रहेछ, कस्तो एक्सपिरियन्स हुँदो रहेछ, कसैको भरमा कसैलाई थाहा पनि छैन। प्याकेज दिन आफै त्यसरी जान लागेको छ। तपाईँहरू पनि अब भैरवकुण्ड जान चाहनुहुन्छ भने चाहिँ यहाँ आएर टिकट काट्नुपर्छ। ल साथीहरू, हामी चाहिँ गाडी चढेर गाडी हिँड्न लागिसक्यो। रास्ता चाहिँ एकदम बिजोक नै छ है साथीहरू। काम परेर हामी लापत्ता अलपत्र परेका छौँ। कस्तो महसुस भइरहेछ हजुरलाई? खुट्टा पोलेर कहाँ जाउँ भइसक्यो हो, मैले एकदम खुट्टा पोलेको छ। सिटको अवस्था नि खासै राम्रो छैन। बाटोमा यसरी बनाउनु लाग्नु भएको रहेछ। बाटै बन्द गरेर कतिखेर खुल्ने हो, कतिखेर जाने हो। हामी यसरी ल्याएर यहाँ बनाउँदैछौँ। बाटोको अवस्था यस्तो छ। हामी चढेको गाडी यहाँ छ। हामी अब कति बेर पुग्नु पर्ने हो। खाना चाहिँ हामीलाई यहाँ सुकुटेनिर रोकेर हेर्नुहोस्, यस्तो चिसो पार्क हो। उहाँ डान्स चलिरहेको छ, उहाँ पार्टी चलिरहेको छ। ल हेर्नुहोस् त, ल हामी पनि त्यही गरेर जोइन हुनु क्या अब पार्टी। हेर्नुहोस् साथीहरू, हामीलाई लिस्टी र पिस्टी भन्दै यहाँ पनि आधा घन्टा गाडीले रोकिसक्यो। तपाईँलाई अहिलेसम्म गाडीको यात्रा कस्तो एक्सपिरियन्स प्लिज? म त भट्टी छिरे जस्तै फिल भइरहेछ। भट्टी कोही चोर डुङ्गु एउटा के भन्छ थाहा छ ड्याडीलाई? ब्याग बोकेर त्यो भाइले यतापट्टि नाइस एक्सपिरियन्स। वर्स्ट एक्सपिरियन्स भन्छु म त यो गाडीको थाहा भयो नि एक्सपिरियन्स। त यस्तो यो बाटोमा आइन्छ। सबै पहिरै त्यो त ऊ गरेको छ है। सरी झर्ना मिस भयो यहाँ पहिरो हेर्दा चाहिँ। यता हो हाम्रो यो के रहेछ? यो चाइनाले बनाइदिएको रहेछ। त्यो पनि चाइनिज अक्षरमा छैन त, यो पनि चाइना। यस्तो बाटो पनि छ होइन। यहाँ चाहिँ ढिक गएन अहिले चाहिँ। भिड, ओ माइ गड, धेरै गाह्रो रहेछ बाटो चाहिँ। अलिक खतरनाकै रहेछ है। ट्रेन पुगेछ अब त्यो घर। यति रमाइलो गाउँ हेर्दै हेर्दै जान पाइने रहेछ होइन। हेर्नु त कति खतरा। दिदी, मैले तपाईँलाई एउटा प्रश्न गर्न चाहेँ होइन। तपाईँलाई कस्तो महसुस भइरहेछ अहिले? तपाईँले किन मास्क लगाउनु भएको? प्लिज खुलाइदिनुहोस्। यहाँ मास्क लगाउनुको रहस्य एकदम धेरै नै ठुलो होइन। लोकल बस लोकलले गर्दा यस्तो लोकल बस पनि लोकल। ल अहिले चाहिँ हामीले त्यो टपमा आइपुग्यौँ तलबाट। अब चाहिँ लगभग आइपुग्ने बेला भयो। बाटोको अवस्था यस्तो छ। हामी यहीँबाट ट्रेकिङ स्टार्ट गर्नुपर्ने अवस्था भइसक्यो हो नि। तपाईँलाई कस्तो महसुस भयो काले भाइ? कसले बिगारेको बाटो भनिदियो त? काले कसले बिगारेको बाटो? को बाटो बिगार्ने मान्छे? आधा घन्टा सगामको गाउँ आइपुगेका छौँ। हाम्रो गाडी हामी हिँडेर। तपाईँलाई कस्तो महसुस भयो गाडी फस्दाखेरि? दुःख लाग्यो। तपाईँलाई? हामी एक्सपेक्टेसन 3 बजे पुग्छ होला भनेको 6 बजिसक्यो। हामी कहाँ छौँ थाहा छैन। त्यो 2 दिनमा सकाउँछ भने चाहिँ नआउँदा नि हुँदो रहेछ है। पब्लिक गाडीमा चाहिँ 1 दिनै लाग्दो रहेछ गाडीमा। कसको भिडियो कस्तो महसुस भयो भनिदिनु अनि जाउँ। रमाइलो भइरहेछ। गाडी फस्दाखेरि रमाइलो भइरह। यता यस्तो बाटो, यो बाटो बनाउनु पर्यो अलिकति यस्तो पपुलर ठाउँमा होइन। पपुलर नै त हो नि होइन। रारा भन्दा त गतिले होला नि बहिनी। यो
हामीलाई लिन भनेर यहाँ होटलबाट गाडी आइसक्यो हामी चाहिँ गाडी चढेर जान लागिसक्यौँ देखिएन दिदी हुन्छ अर्को दिदी बत्ती बालिदिन्छु ल ए ल उहाँ हुन्छ ल ल ल छिटो म बत्ती निभाइदिन्छु चिया दिदीलाई चाहिँ बत्तीमा होला ल हेर्नुहोस् हामी छगाम गाउँबाट बगाम गाउँ जाँदैछौँ चाहिँ के पऱ्यो बा कर्मा शेर्पा कर्मा नामै त कर्मा छ नि हजुर कमल गरेको बाटो चाहिँ एकदम दर्दनाक छ यहाँको ल नेपालको पोलिटिकल कन्डिसन जस्तै महसुस भइरहेछ हामीलाई एउटा ऱ्यापर एउटा टिचर त्यस्तै हामीलाई यहाँ बगानको बाटोमा महसुस भइसक्यो हेर्नुहोस् गाह्रो छ गाह्रो यस्तरी खुट्टामाथि खुट्टा राखिराखेको यस्तरी हामी बगानको यात्रा गर्दैछौँ त्यहाँ मेरो भ्लगमा मिलियन भ्युज पुगेन भने डिलिट मेरो भ्लगमा मिलियन भ्युज पुग्यो यो भ्लगमा यस्तो स्ट्रगल गरेको छ हामीले यहाँ ल टासी होटलमा हाम्रो इन्ट्री भइसकेको छ हाम्रो सामानहरू निकाल्नुहोस् प्लिज दिदी हाम्रो यस्तो दर्दनाक दुःख पछि आइसक्यो राम्रो रहेछ है अब हामी टासी झ्यालेमा गएर झ्याले गर्दै नाच्नुपर्छ ल हाम्रो त्यहाँ फाइभ स्टार्ट भइसकेको छ यहाँ पनि हाम्रो यही गाडीमा पुगेर ढिकचिक गर्ने यहाँ पनि हेर्नु ल ल ल ल यहाँ यस्तो यहाँ वाइफाईको सुविधा पनि छ अरे तर डाटा खुल्नुपर्छ अरे है तपाईँहरूलाई अगाडि नै हजुर हजुर खाने हो यो कुरा हजुर तपाईँहरूको बिहानी भयो भएन थाहा छैन हाम्रो चाहिँ बिहानी भइसक्यो हामी यहाँ गाडी कुरेर बसिरहेछौँ अब चाहिँ हाम्रो गाडी आएपछि हामी सुट्टो लाएर माथि चोकरमोकरसम्म मिल्यो भने चोकरमोकरसम्म गाडीमा जाने मिलेन भने जहाँसम्म गाडी जान्छ त्यहाँसम्म गाडीमा गएर अनि त्यहाँ चाहिँ हाम्रो ट्रेकिङ सुरु हुन्छ अब हेरौँ यति बिहानको अहिले बजिसक्यो हाम्रो 4:30 भइसक्यो अब कति टाइम लाग्छ गाडी आउन त्यो गाडी आएपछि अनि हामी जान्छौँ अनि त्यहाँ गएर म तपाईँहरूलाई खतरा भ्यू देखाउँछु ल हेर्नुहोस् त कति राम्रो भ्यू छ ओ माई गड हाम्रो गाडीको यात्रा सुरु भइसकेको छ चोकरमोकरसम्म कस्तो महसुस हुँदैछ हजुरहरूलाई भन्नु न यार खुसी लागिरहेको बाटो पनि देखाउँछु बाटो चाहिँ यस्तो छ अलिकति चिकवालै छ होइन ठिकै छ हामीलाई म्युजिकको जरुरत छैन बाटो चाहिँ हामीलाई म्युजिक दिइरहेको छ हेर्नुहोस् म कस्तो गाह्रो गरेँ व्हाइट गुराँस रेड गुराँस पिङ्क गुराँस ओ माई गड यो चाहिँ चौरी गाईको अड्डा रहेछ बस है भरे आउँछौँ ल हेर्नुहोस् त कति राम्रो भ्यू छ ओ माई गड ल कस्तो महसुस हुँदैछ भाइ तिमीलाई भ्लगमा त्यही भने कस्तो महसुस हुँदैछ Chokarmokar. Yes. We are going at Chokarmokar. Don't miss this view. Oh my God. Please come and visit. यस्तो भ्यू हेर्न मन छ भने चाहिँ जल्दी जल्दी गरेर आइहाल्नुहोस् ल यस्तो खतरा भ्यूबाट हामी मासतिर लागिसकेका छौँ तपाईहरुलाई नि आउन मन छ भने छिटो आइहाल्नुहोस् यस्तो खतरा भ्यू मिस नगर्नुहोस् यस्तो भ्यू चाहिँ मिस नगर्नुहोस् है बाटो चाहिँ खासै त्यस्तो मतलब हिँड्नलाई त वाउ नै छ गाडीको लागि चाहिँ राम्रो रहन्छ तर हिँड्यो भने चाहिँ तपाईहरु आउन सक्नुहुन्छ अहिले सोसो हुन थालिसक्यो गाह्रो छ त्यही पनि ठिक छ हामी चाहिँ उयो बाटो हुँदै आएको बाटो चाहिँ एकदमै सजिलो हो तर म जस्तोलाई चाहिँ सास फेर्न एकदम गाह्रो हुन्छ कस्तो महसुस हुँदैछ दिदी एकदम आनन्द तपाईलाई वर्ती छ तर हिँड्न नसक्नेलाई चाहिँ साह्रो गाह्रो छ यहाँनिर खतरा
खतरा छ कि मतलब हिँडिरहँ जस्तो सासले के अरे सासले सास नदिएर मात्र हो यहाँ है यो त्यो यस्तो भन्दा नि यो बाटो आनन्द के है त्यतातिर अलिअलि हिउँ देखिन थालिसक्यो हामी चोकर मकर पनि अहिलेसम्म आइपुगेको छैन यतातिर त्यहाँ एउटा ठाउँमा गाडी नबिग्रेको भएदेखि चाहिँ राम्रो बाटो हुन्थ्यो यहाँसम्म गाडी आउँथ्यो ग्रास छ यहाँनिर हिमाल छ ओ माई गॉड ल अनुहार चाहिँ केही देखाएन है ट्रेकिङ आउँदाखेरि यस्तो पोहोर चाहिँ नबनाउनु होला ल हेर्नु त ल अलिकति इन्भाइरोमेन्टलाई चाहिँ सफा राखौँ कि हाम्रो भिनाजुले यहाँ ढ्याङ्ग्नु सोध्नु थालिसक्यो हाम्रो नाचगान यो भर्याङ हुँदै जाने हो ल हेर्नुहोस् यति खतरा हिउँ छ यहाँ बाटोमै हामी चाहिँ यता 6 जनाको टोली छौँ भर्याङ भएको बाटो चाहिँ अलिक गाह्रो हुँदो रहेछ लिनलाई एकैछिनमा थाकिहाल्छु म बुझेर आउँदा हुनुहुन्छ अहिले चाहिँ हाम्रो यहाँ मकै चक्लेट देखाऊ र सुन्तला अनि चक्लेटको छोटो मिठो ब्रेक भएको छ उहाँहरूले खाइसक्नु भयो उहाँहरू खाँदै हुनुहुन्छ घोडालाई चना जस्तै हामीले घोडालाई चना दिन्छन् हामी गधाहरूलाई मकै दिँदैछौँ उहाँहरू सुन्तला खाँदैछ गाह्रो छ सास फुलेर यतैतिर बस्नु जस्तो भइसक्यो तर म जान्छु ल हेर्नुहोस् त कस्तो लागिरहेको छ अनुदिलाई यस्तो भइनु एकदम दामी एक्सपिरियन्स ओ माई गुडनेस आई कान्ट बिलिभ आइ एम हियर भोट तिर्छ होइन जस हामी त्यस्तो धेरै नै भएको छैन हिँडेको 2 घन्टा चाहिँ भयो होला है ए दिदी तपाईँलाई कस्तो लागिरहेको रमाइलो लागिरहेको कस्तो यत्रो 2 घन्टा हिँड्दाखेरि खुसी महसुस भएको भयो नि यस्तो भ्यू हेर्नु पाउँदाखेरि ए खुसीको कुरा छोड्दियो ए मकै ब्रेक भइरह वर्डबाट एक्सप्लेन गर्न नसक्ने भ्यू हामीले महसुस गरिरहेछौँ होइन हामीले क्यामेरामा खिच्न ट्राई गरिरहेछौँ तर इट्स मोर फार 1000 टाइम बेटर होइन तर क्यामेराको हामीले आँखाले देख्छौँ र वाह क्यामेरा झिक्छौँ तर क्यामेरा त्यति जस्तो क्लिक गर्ने सक्दैन त्यही पनि जस राम्रै छ हेर्दा पनि तपाईँहरूलाई महसुस होस् भन्ने चाह छ गोरे हामीलाई भन्दा सबै देखिरहने हो यस्तो भ्यूलाई चाहिँ हेर्ने साथ हाम्रो लागि पैसा वसुल यहीँ भइसक्यो टक्क लाएर हिमालमा गा जस्तै महसुस हुन थालिसक्यो फर्स्ट टाइम हो यत्रो हिउँ देखेको मैले त यस्तो खतरनाक बाटो हिँड्दै हामी आफ्नो गन्तव्यतर्फ लाग्दैछौँ पानी तिर्खा लाग्यो भने कसरी हिउँ टिपेर खान देखाइदिनुहोस् यसरी हिउँ टिप्ने कप्पम हाल्ने पानीको लागि अनि चक्लेट टेन्सन छैन मेरो चक्लेट चाहिँ कहाँ पुगेको झिकाउनु पऱ्यो यार अब ल हेर्नुहोस् त्यही हो त्यो के हो त्यो देखिरहेको ठाउँ ल दिदीले चक्लेट र हिउँ खाँदै हुनु चोकर मकर पो त्यो हो माई गॉड तलतिर भयो त ठिकै हो फेरि तलतिर भयो ठिकै हो के भन्नु आउँदाखेरि फेरि उकालो चढ्नु पर्न र है भगवान्को नामै जप्न छोडेन महादेवलाई धेरै सम्झिराख्ने यहाँ आइदिनुहोस् उठाएर हामीलाई छिटो लगाइदिनुहोस् ल के गर्दै होला त मान्छे ल जा त हाम्रो दिदी फेरि उठ्न सक्दैन दिदी यस्तो तान्ने सिस्टम यस्तो हो नि फेरि दिदी ल आउनुहोस् दिदी कुन चाहिँको थोपडा आयो ऊ त्यहाँ पनि रहेछ ऊ त्यता त्यो ऊ त्यहाँ पनि रहेछ जबरजस्ती ठेल्यो होला क्या त्यो बच्चालाई नि ल कराइदिनुहोस् भिनाजु हाम्रो एउटा भिनाजु मात्र यिनीहरू चाहिँ ठिक हुनुहुन्छ अरू सब लोसी भएर केही छैन ल तपाईँहरूलाई सबैलाई वेलकम छ मेरो च्यानलमा आज चाहिँ हामी भैरवकुण्ड आएका छौँ भैरवकुण्ड पुग्न चाहिँ हामीलाई लगभग अब 2 घन्टा लाग्ला तर
त्यो भन्दै अगाडि हेर्न कति राम्रो भ्यू यहीँ घर बनाएर बस्नु जस्तो महसुस हुन थाल्छ कि मलाई ओ माई गड हेर्नु त ल कति रमाइलो छ कति राम्रो छ हेरिरहँ हिँडिरहँ यहीँ बसिरहँ जस्तो छ हेर्नुहोस् त मैसँग आउनु म तपाईँहरूलाई भएर किन पुगेछु ल कसले दाल लिएर आउनु भएको रहेछ पकाउनु र दालै पक्केछ हेर्नु त ल रातो दाल ल को पर्नु भएछ त म तर एउटा कुरा मैले यहाँ आउँछु के भन्न चाहन्छु यसरी बाटामा यस्तो चक्लेटको खोल होइन यस्तो झोलासोला चाहिँ प्लिज नफालिदिनुहोस् ल साथीभाइहरू अवस्था गम्भीर भएको छ दिदी लडिसक्नु भयो यतैतिर म त यहीँ बस्छु जान्न म त जान्न होला भन्दा भन्दै म जान्छु हामी चोकर मकर आइपुग्यौँ रे यस्तो यो पुरै यो तुवाले धुवा लाएर केही देखेको ओ माई गड म त भित्र यस्तो छ हेर्नुहोस् त यो ल ओ माई गड यति गाडी चाहिँ यस्तो बाटोमा हामी यस्तो दुःख कष्ट ट्रेकिङ भनेकै यही हो साथीहरू म नि भ्लगर बनिकन निकै नयाँ नयाँ भिडियो ल्याउनु थाल्छ कि त्यही भएर मेरो भ्लगलाई माया गरेर सब्सक्राइब गर्न नबिर्सिनु होला साथीहरू साथीहरू यस्तो हिउँमा म भ्लग बनाइरहेको छु है यति कुरा नबिर्सौँ हेर्नुहोस् हाम्रो टोलीहरू पनि आउँदै हुनुहुन्छ उहाँ हुनुहुन्छ हाम्रो नयाँ आज भेटेँ ओ माई गड के हो लड्छु क्या म भाइहरू उहाँ हुनुहुन्छ हाम्रो सदाबार दुईवटा नयाँ सब्सक्राइबर गन्दी क्या सब्सक्राइब पनि कति पुग्यो भने एकदमै गाह्रो हुँदो रहेछ यो हिउँ परेको बाटो हिँड्न चाहिँ जुत्ता चाहिँ अलि राम्रो ग्रिपवाला लाएर आउनु पर्ने रहेछ यस्तो बाटोमा हिँड्न चाहिँ अलिअलि घाम देखियो सास फुलेर मर्ने बेला भइसक्यो के विधि गाह्रो रहेछ भैरवकुण्ड ट्रेकिङ नजानेहरूलाई त एकदमै गाह्रो छ हेर्नुहोस् जताततै हिउँ नै हिउँ छ भर्याङहरू पनि सबै यस्तो भएको छ सबै टेक्ने ठाउँ छैन आजको बाटो अनुहारै भत्भत पोल्नु थाल्छ कि हिउँले गर्दाखेरि तातो रात यस्तो आएको छैन र खै चस्मा पनि एकदम कम्पलसरी जस्तै रहेछ यहाँ एकदमै आँखा पोल्ने तपाईँहरू आउँदै हुनुहुन्छ भने प्लिज हिउँ परेको कि छैन के भइरहेछ कन्डिसन यसो बुझेर मात्र आउनु होला नत्र भने चाहिँ एकदमै धेरै गाह्रो हुनसक्छ अहिले चाहिँ हामी नाक ठोकिने उकालो हिँड्दैछौँ नाक ठोकिने डाँडो भने यही हो उफ सास फेर्न यति गाह्रो भयो कि बयान गरी साथ देखेन हेर्नुहोस् त्यही भने हामी त टक्क यतिखेर आएर फर्किनु भन्ने हिसाबले आएको हामी त अलिअलि हिउँ देख्न पाए हुन्थ्यो भनेर सोचमा आएको थियौँ त्यही भएर हिँड्नै नसकिने गरी हिउँ देख्यो यस्तो छ यहाँको भ्यू चाहिँ ल हेर्नुहोस् यो चाहिँ अब हामी नाक ठोकिने यो उकालो चढ्नुपर्छ कसरी चढ्ने होला रोइदिउँ क्या एकचोटि ल हेर्नुहोस् त ल के भन्ने कि खै के भन्ने हिउँै पर्न थालिसक्यो हामीलाई त धेरै गाह्रो पर्ने भयो त भैरवकुण्ड पुग्न पनि कस्तो लागिरहेको दिदी यस्तो हिउँ परेको बेला यस्तो हिउँमै रमाइलो त लागिरहेछ तर कहाँ गयो भैरवकुण्ड खोइ सकि त सकेन नि हामी अर्कै कुण्ड पुग्लाइसकेनौँ नि त्यही भने हामी त बाटो केही देख्छ कहिले पुग्ने होला भैरवकुण्ड भगवान् हेर्नुहोस् त कस्तो फुरफुर लाएर हिउँ परेछ हामी चाहिँ अहिलेसम्म भैरवकुण्ड नै भेट्न सकेका छैनौँ बिहान हामी उठ्न 3 बजे उठेको तर गाडीले गर्दाखेरि हामी 6 बजीतिर आउनु परेको थियो यत्रो घन्टा भइसक्यो 3 महिना लागिसक्यो अहिलेसम्म भैरवकुण्ड नि भेटिँदैन हिउँ परेर त्यस्तै बिजोग छ अवस्था गम्भीर भइसक्यो हाम्रो अब चाहिँ हामीले चाहिँ त्यो अलिअलि त्यो फरफराइरहेको देखाएको ठाउँमा छ कि भन्ने आशा गरेर जाँदै हेरौँ के हुन्छ अहिले
ल यस्तो दुःख यस्तो कष्ट पछि फाइनली हामी भैरवकुण्ड आइपुगिसकेका छौँ। ओ माई गड यस्तो स्ट्रगल कहिले पनि गराइदियो होला मेरो जीवनमा। कस्तो मौज भयो भैरवकुण्ड देख्दाखेरि, कस्तो मौज भयो भैरवकुण्ड देख्दाखेरि। खुसी लाग्यो यार। भन्नु न केही मन तर्सी। यहाँ त पुरै गाह्रो भइरहेछ। यो हेरेर खुसी लागिरहेछ। अब यो स्नो देखेर पिर पनि लागिरहेछ। त्यही हो। तपाईँलाई कस्तो लाग्यो भिनाजु भैरवकुण्ड देख्दाखेरि? भैरवकुण्ड देख्दाखेरि पृथ्वीमा स्वर्ग आएको जस्तो अनुभव भइरहेछ। तर स्वर्गमा अलिक धेरै हिउँ परेर मात्र हो। पृथ्वीमै स्वर्ग आएको जस्तो अनुभव भइरहेछ। स्वर्ग त आयो, स्वर्गमा अलिकति अब हिउँ रोक्दै चाहिँ हामीलाई आनन्द हुन्थ्यो यसो भगवान्ले बुझेर। ल अब हामी आइपुगिसकेका छौँ। लगभग 7-8 घन्टाको हिँडाइपछि है, लगभग 7-8 घन्टाको ट्रेकिङपछि हामी भैरवकुण्ड आइपुगेका छौँ। डेन्जरस भ्यू छ। आइया हातमा कस्तो लाग्यो। हेर्नुहोस् त आमामा कत्रो असिना आइछ भैरवकुण्डमा। भैरवकुण्ड भनेर नचिन्ने अवस्था भइरहेछ अहिले त। हामी चाहिँ बल्ल तल्ल आइपुग्यौँ। अरू हाम्रो ग्रुपको मान्छेहरू चाहिँ कोही पनि आउनु भएन। यस्तो ठुलो स्नो पऱ्यो कि बाटो पनि नदेखेर आफै बाटो खोज्दै हिँडिरहेछ। कहाँ आइपुग्यो थाहा छैन, कति टाइम लाग्छ नि थाहा छैन। हो माई गडनेस, हो केही छैन। जस्ट माउन्टेन जस्ट स्नोफल हुन स्टप भयो। हामी साथ हिँड्दैछौँ अहिले चाहिँ, किनकि एकअर्काको जरुरत पर्छ हामीलाई। ल साथीहरू हिजो हामी त्यत्रो भ्यूबाट बाँचेर आएर बिहानको हाम्रो सुरुवात चाहिँ यस्तो भ्यूबाट भइरहेछ। हिजो चाहिँ हामी एकदमै धेरै डेन्जरस नि के भन्नु, भेरी भेरी डेन्जरस ठाउँबाट बाँचेर आएर आज चाहिँ यस्तो भ्यू हेर्न पाइरहेछौँ यहाँ बसेर। अब हामी यहाँ तलतिर लाग्छौँ। ल हामी चाहिँ यस्तो हिउँको बाटो हिँडिरहेको छौँ। हेर्नु कति राम्रो हिमाल देखिएको छ। अहिले चाहिँ बिहानको कति बज्यो? बिहानको 7 बजिरहेछ गाइस। 7 बजिरहेछ। यस्तो खतरा हिमाल छ, यस्तो खतरा हिउँ छ। हिमालले चढ्न हिँडे जस्तो महसुस भयो नि त। ल हिमचितुवा हिँडेको बाटो कति हिमचितुवा हुँदो रहेछ यहाँ है। टन्नै भेटिसक्यो हाम्रो। तर आउँदाखेरि चाहिँ फर्स्टमा हिउँ परेको कि छैन, के छ कन्डिसन भनेर सोधेर मात्र आउनु है। नत्र भने त हामी जस्तै फस्यो भने त यहाँ त ज्यानै धरापमा पर्ने रहेछ। अहिले चाहिँ हामी बगामबाट हिँड्दै छगाम भन्ने ठाउँ आइपुग्यौँ। छगाम गाउँ हो। यति राम्रो छ। हामी चाहिँ यस्तो बाटो हिँडिरहेछौँ। अरू सबै हिँड्न सक्ने अगाडि पुगिसक्नुभयो। म हिँड्न नसक्ने चाहिँ अलिक पछाडि नै छु। 4 घन्टाको वेट पछि बल्ल हामीले उहाँ पर तपाईँहरू देख्नुभयो नि गाडी, त्यो गाडी आउँदाखेरि हामीलाई यति खुसी लागेको छैन, यति खुसी लागेको छैन। जिन्दगीमा पहिलोचोटि गाडी देखाएको जस्तो महसुस भइरहेको छ। तपाईँलाई नि एकदम के खुसी भन्नु न। खुसी लागिरहेछ। तपाईँलाई कस्तो लागिरहेको गाडी देख्दाखेरि? एकदम वाह, जिन्दगीको पहिलो गाडी जस्तो फिल भइरहेछ। जिन्दगीको पहिलोचोटि गाडी चढ्न पाए जस्तो। भिनाजु कस्तो महसुस भयो तपाईँलाई भैरवकुण्ड गएर आउँदाखेरि? भैरवकुण्ड गएर आउँदाखेरि यहाँसम्म चाहिँ बरु वातावरण ठिकै लाग्यो। यहाँ गाडी कुद्दा गाडी देख्दाखेरि नौलो लागिरहेको अचम्म। जिन्दगीको पहिलोचोटि गाडी चढ्ने मौका अवसर मिलेको छ होइन। हेर्नुहोस् यहाँ आउँदाखेरि एकदम धेरै होसियारपूर्ण आउनु है। अब सबै कुरा के अरे बुझेर के हुन्छ हेरेर चाहिँ नआउनु होला, एकदम रिसर्च गरेर आउनु होला। होटल पनि कुन होटलमा बसेछु भनेर हेरेर मात्र आउनु होला। जुन पाए त्यही होटलमा बस्नु भने तपाईँहरूलाई ठग्छ। भाइलाई तिमीलाई कस्तो लाग्यो भाइ? मेरो जिन्दगीमा फर्स्ट टाइम यस्तो खुसी लागिरहेछ गाडी हेरेर। ए गाडी हेरेर अनि भैरवकुण्डको यात्रा चाहिँ कस्तो भयो? धेरै नै खतरनाक भयो। अब दोस्रोचोटि आउँछु कि आउँदैनौ? दोस्रोचोटि ट्रेकै जान्छु कि जाँदैन त्यस्तो छ। भनेपछि पहिलो ट्रेकले नै तिमीलाई पुऱ्यायो। तिमीलाई भाइ? तिमीलाई कस्तो लाग्यो? मलाई यहाँबाट जान त यस्तो रमाइलो लाग्यो। त्यहाँ गएर कहिले नजानु जस्तो लाग्यो मलाई। अब कहिले नजाने? एकचोटिले पुग्यो अरे। अलिअलि हिउँ हेर्दाखेरि त धेरै मजा आयो होइन, ह्याप्पी भयो। त्यहाँ गएर यस्तो हेऱ्यो कि मान्छे मऱ्यो जस्तै भइसक्यो। ल हेर्नुहोस् सुन्नुहोस् उहाँहरूको एक्सपिरियन्स। कति बजी माथि नजान सजेस्ट गर्नुहुन्छ भैरवकुण्ड?
मैले भनेको वेल ट्रेन र वेल एक्सपिरियन्स भएको मान्छेको एडभाइस सुनेर जानुहोस् हावामा रिल्स हेरेर 6 घन्टामा पुगिन्छ भनेर चाहिँ नजानु होला हिउँ परेको बेलामा त अझ जाने यो परेको बेलामा त बिहान गएर 12 बजे भित्रमा फर्किसक्नु होला नत्र भने त्यहाँ बाटो नै हिउँले सबै हामी पुर्छ। कसरी फर्केर आएको थियौँ हाम्रो त्यस्तै त हुन्छ हामी नेक्स्ट लाइफ लिएर आएको छौँ हामी त अर्को जन्ममा खुसी भइरहेको छौँ यहाँनिर अर्को जन्म देख्न पाऊँ भन्दै हामीले देखिरहेको छौँ हाम्रो त आज घरसम्म लाग्छ नि पुग्दैन फेरि आज हामी बर्थडे बनाउनु पर्छ आज हाम्रो बर्थडे हो तपाईँ म त केही भन्नै सक्ने स्थितिमा छैन निशब्द निशब्द छु जाँदाखेरिको चाहिँ पुरा एक्साइटेड फर्किँदाखेरिको पुरा बाँच्छु कि बाँच्दिनँ बाँचेर फर्केर आउँछु भन्ने त यति पनि आस्दैन होटेल तपाईँलाई कस्तो लागिरहेको छ उहाँको होटलमा चाहिँ एकदम बस्नु होला तपाईँको त्यहाँको कहाँ छ होटल भनिदिनुहोस् मेरो चाहिँ यो भोटेकोसी गाउँपालिका 1 भैरवकुण्ड होमस्टे भन्ने छगाममा हो अब आउनु हुनेहरूलाई चाहिँ हल्का सुविधा दिइरहेको छु उहाँको एकदम बोली पनि एकदम पोलाइट छ सर्भिस पनि एकदम फास्ट छ तपाईँहरू आउँदै हुनुहुन्छ नि यो होटलमा बस्नु त्यसपछि उहाँ दाइले चोकर मोकरसम्मको लागि गाडी पनि मिलाइदिनुहुन्छ चोकर मोकरमा पनि तपाईँको होटल छैन यहाँबाट गएको गेस्टको पछि बेलुका पनि हालचाल बुझेर हामी सेफ सब कि छैन त्यो बुझिदिनुहुन्छ त्यो त धेरै ग्रेट हो मैले चाहिँ अब यहाँ मेरोमा बसेको गेस्टहरूको नम्बर लिएर मैले बिहान यहाँ काठमाडौँ नपुगेसम्म चाहिँ मैले सबै हेर्ने काम चाहिँ मैले गरेँ एकदम अनेस्ट हुनुहुन्छ दाइ त्यही भएर म तपाईँहरूलाई आउँदाखेरि चाहिँ ट्याक्क यो मूर्ति छ यसको साइडमा होटल छ दाइको यही होटलमा बस्नु होला चोकर मोकरमा पनि दाइको होटल छ त्यहाँ गएर पनि तपाईँहरू बस्नु सक्नुहुन्छ ल यति नै साथीहरू ल यो चाहिँ गाडी आएको एक्साइटमेन्ट है हामी 4 घन्टाको प्रतीक्षापछि हामीले गाडी देख्न पाइरहेको छौँ राम्रोसँग बस्नु भैरवकुण्ड होमस्टेमा बसेर ठक्क लाएर यहाँ कल पनि गर्न सक्नुहुन्छ यहाँ नम्बर पनि छ यहाँ दाइलाई कल गरेर जानुभयो भने तपाईँलाई एकदम राम्रो सर्भिस तथा आनन्दले पुग्न सक्नुहुन्छ भैरवकुण्ड हामी चाहिँ अब यहाँबाट लागिसकेका छौँ हाम्रो साथीहरूलाई कस्तो महसुस भइरहेको छ गाडी चढ्न पाउँदाखेरि खुसी वा फोहोर चाहिँ नफाल्नु होला सबै बनाउनु साथीभाइहरू दृष्टिमै भगवान् सबैको रक्षा गर्नु हाम्रो पनि हिजो रक्षा गर्नुभयो त्यसको लागि हजुरलाई कोटी कोटी नमन गर्न चाहे यहाँ चाहिँ बाटो बिग्रेको भएर हामी बसिरहेछौँ तलबाट गाडी आएपछि त हाम्रो पालो आउँछ टर्न बाई टर्न ऊ त्यहाँनिर बिग्रेको बाटो चाहिँ त्यो बाइक भएको ठाउँमा हामी चाहिँ तर कस्तो रमाइलो हेर्दाखेरि चाहिँ अब हामी यहाँ एकछिन कुरेर गाडीहरू आउँदैछ त्यसपछि हामी तलतिर लाग्छौँ हिजो बाँचेर आएको मान्छे हो हामी त्यही भएर हामीले भगवान्लाई धेरै धेरै धन्यवाद दिनुपर्छ हेर्नु भैरवकुण्ड आउँछु भनेर सोचिरहनु भएको भने एकदमै त्यो बाटोहरू थाहा पाएर हिउँ परेको छ कि छैन भनेर यसो रिसर्च गरेर मात्र आउनु होला खोलाभन्दा माथिको चाहिँ तातो पानी जाने बाटो यहाँबाट चाहिँ यस्तो खतरा देखिएको छ चाकु बजार यहाँ चाकु पाइन्छ पाइँदैन थाहा छैन नाम चाहिँ चाकु बजार मौरी नि हेर्न सक्नुहुन्छ तपाईँहरूले स्वीकृति लिएर काट्नुपर्ने भिरमाउरीलाई चाहिँ फेमस म है ल हामी चाहिँ 12 बिसीबाट टक्क गाडी पाएर अहिले काठमाडौँ जाँदैछौँ हामीले झन् काठमाडौँसम्म जाने एउटा गाडी पायौँ त्यही भएर हामी एकदमै खुसी छौँ रुटिनेले गर्दा भैरवकुण्ड जानुभएको उहाँ फुटुङ्री एउटा फुटुङ्रीले गर्दाखेरि भैरवकुण्ड गएको उहाँ फुटुङ्रीको अब म त्यो रिल हेरेर कमेन्ट गर्छु यु आर फेक भनेर हाम्रो अवस्था एकदम गम्भीर भइसकेको छ नाजुक बनाइदिइसकेको थिएँ नि 2 नाइट उहाँ के अरे 3 डेजको मात्र ट्रेक गर्नु होला भैरवकुण्डको चाहिँ भनेर त्यो फोटो भैरवकुण्डको फोटो रुटिनेकोमा आयो भने सम्झिनु यो भाइले पठाइदिएको हो त्यति कुरा थाहा पाउनुहोस् है तपाईँहरू ल यो चाहिँ हाम्रो नाइट स्न्याक भइरहेको छ साथीहरू हामी यस्तो बोकेर हिँड्छ भाइहरू सुन्तला चाउचाउ उहाँ पोट्याटो क्याका खाने हुन्छ हाम्रो ज्ञानी बा
त्यसपछि हाम्रो अनु दिदी पनि पोटाटो क्याकरमै खुसी हुनुहुन्छ उहाँले मकै पनि खोज्नु भएको छ अरू के छ हामीसँग अहिले चक्लेट यस्तो चितौरा हामी त फेरि एकदम खानेकुरा त हामी एकदम बोकेर हिँड्छ है साथीहरू फेरि घुम्न जसरी बाँचेर आउनुपर्छ भन्नुहुन्छ त्यही भएर हामी आफूले आफूलाई खानको लागि चाहिँ एकदमै खानेकुरा हुन्छौँ अहिले चाहिँ हामी सुकुटी आइपुग्यौँ यस्तो खतरा रिसोर्ट रहेछ यहाँनिर है ल आजको अन्तिम भ्लग यति नै हो म मेरो मिनी भ्लगमा सबै डिटेल इन्फर्मेसन राखिदिन्छु तपाईँहरूलाई हामी चाहिँ यहाँ कोटेश्वर आइपुगिसकेका छौँ अब चाहिँ हामी आफ्नो गन्तव्यमा पुग्छौँ ल बाई भनिदिनु सबैजनालाई ल बाई भनिदिनु भिनाल सबैजनालाई ल बाई भनिदिनु दाइ तपाईँ पनि गुड नाइट 3 डेजको कम्प्लिट भइसकेको छ हालिदिन्छु ल आजलाई बाई बाई सबैजनालाई